आज हाम्रो दिन एकदमै राम्रो गयो। हामीले के गर्यो भन्दाखेरि हामीले गेम खेल्यो 3 वटा लगातार धेरै टाइम पछि यहाँ हामी राम राम हरे हरे मलाई खै किन मैले सायद त्यो फरेनरहरुको गाएको सुनेर होला हरे राम आउँछ हरे राम आउँदैन व्हाट्स रङ हैन म जानेन एन्ड बेस्ट इभिनिङ थियो आजको त हाम्रो मतलब यति रमाइलो फुल एक्टिभ नाइ भन्दा राम्रो लास्ट डे त्यो भन्दा त धेरै राम्रो प्रिन्स यति प्रकृतिले मिस गर्यो के हो प्रकृति रियली मिस्ड इट यति रमाइलो भयो इट वाज टु मच फन टुडे आज हामीले के गर्यो भन्न सक्दैन आज हामीले मैले बहुत छाती बनाएँ मैले नचिन्नेहरूसँग पनि भ्लग बनाइदिएँ अनि बहुत मजा आयो मैले त्यही हो टिका लगाएँ फर्स्ट टाइम स्कनको एक्सपिरियन्स ग्रेट अनि तिमीहरूलाई कस्तो लाग्यो तिमीहरू पनि आफ्नो विचार व्यक्त गर्नुहोस् यस्तो मजा आयो मैले फर्स्ट टाइम गेम भलिबल खेलेँ हात दुखेर होइन अहिले त्यो पनि यस्तो मजा आयो स्कुलमा त के भएर म नाच्दा जति थाके पनि हट्ने मन थिएन त्यहाँ गएको भनेको दिदीले गर्दा हो थ्याङ्क यू सो मच दिदी हामीलाई यस्तो एक्सपिरियन्स गराइदिएकोमा हजुर कस्तो लाग्यो एक्सप्रेसन हेरेर त केही लागेर है दिदीलाई त्यति मजा आएन रे किनकि दिदी त्यति स्पिरिचुअल छैनन् जति म र भूमिका छौँ प्रकृतिले पनि मजा आउँछ र दिदीले मिस गरिदियो बट नेभर माइन्ड ग्रेट एक्सपिरियन्स अझै अब हामी धोती लगाएर धोती साउथ सो रङ फन अब हामी खानाको वेट गर्दैछौँ भोक त बहुत जोडको लागेको छ हामीले नखाएको 6-6.5 घन्टा भइसक्यो हलुवा खाएको 5.5 घन्टा पछि अब बहुत डिसिजन हलुवा पनि ग्रेट भोक लागेको थियो अनि पेट भोक के अरे मिठो के भोजन मिठो भने जस्तो हामीसँग भइदियो त्यही पनि राम्रो थियो एन्डिङ आवर डे विथ this view way to our hostel everything is awesome